गाइज आज चाहिँ यो मान्छेहरूलाई चाहिँ मारेर बोरामा फ्यालेको जस्तो सम्भावना छ है, देखिन्छ। सबैजना भेला भइरहेछ है, एकदम दुःखको खबर छ। यस्तो घटना चाहिँ घटिरहेछ, प्रहरीहरू पनि आएको छ। त्यो बोराभित्र चाहिँ के चाहिँ छ त भनेर सबैजना तनावमा छ। आज सरसफाइ कार्यक्रम थियो ओडाले सबैजनालाई निर्णय गरेको थियो छेउछाउमा सरसफाइ गरौँ भनेर, तर बोरामा चाहिँ लास भेटिएको अवस्थामा छ। कसको हो र के हो भन्ने अनुसन्धान भइरहेछ। प्रहरीहरू सुरक्षाकर्मीहरू धेरै आएका छन् र सबैजना भेला भएका छन् र कसको के हो भनेर सिसी क्यामेरा पनि हेर्नु आँटेका छन्। अब के हो यो बाँकी हेरौँला। सबैजनाले हेरिरहेछन् र बोरामा चाहिँ लास पनि भइरहेछन् र यताउता मान्छेहरू चाहिँ धेरै छन्। प्रहरीहरूले चाहिँ धेरै मान्छे भएर चाहिँ सबैजनालाई पठाइरहेका छन् आफ्नो आफ्नो ठाउँमा जाऊ भनेर, भिड नगर भनेर। त्यही भएर सबैजनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् र जति पनि छ अब नेपालमा सुरक्षित चाहिँ छैन जस्तै छ है।